हेलो भाइ चस्माहरू कसरी हो? भाइ म यो चस्माहरू हेर्नु खोजेँ हो, कसरी छ यार चस्मा? कौन छ ल नर्मली ब्लू कट देखाउँ न, ब्लू कट रेबन कपीमा यस्तै हुन्छ। रेबरमा चाहियो भने यहाँ छ। कति हो? त्यो दाम त छ 150 रुपैयाँ। 150 नेपाली हैन? भारू 150 भारूमा साथीहरू। 150 भारू भनेको तपाईको 150 240 रुपैयाँ। 150 भारू 240 रुपैयाँ नेपालीमा तपाईलाई ठिकठाक रेबन चस्मा मिल्दैछ साथीहरू। यो हेर्नु त, यही हो क्या पारी बोर्डरको कमाल। ल एकचोटि म लाएर चेक गर्छु है। ओ माई गड बवाल, हेर्नु त साथीहरू। ओ माई गड, पुरा फर्स्ट कपी जस्तै देखिँदैछ त्यो त। यो टाउकोमा लागेको ओरिजिनल हो साथीहरू। यो भनेको 240, तपाईको $1.5 बराबर। ल हेर्नु त साथीहरू कति राम्रो छ यार। ओ माई गड, ट्याक्क फेरि मिल्ने पनि के, टक्क ज्यानमा ट्याक्क लाग्या पनि छ साथीहरू। जो त यसलाई के डिस्काउन्ट गरेर मिल्दैन? अलिकति डिस्काउन्ट भयो। कति ल फाइनल प्राइस गर्नु त, कतिमा दिनुहुन्छ? नेपाली 220 दिनु। अनि दाइको नाम के हो? रोहित। रोहित के दाइ? रोहित राज शाह। रोहित राज शाह। अब दाइले यो फाइनल प्राइस मलाई भनिसक्नु भएको छ साथीहरू। नेपाली 220 दिनु भन्नुभएको छ। हेर्नु साथीहरू, यही चस्मा काठमाडौँमा तपाईँको अब होइन ढाँट्यो भन्नु होला, 1000-1500 त लिन्न, 400-500 चाहिँ लिन्छ साथीहरू। यो मैले माथि लगाएको यो चस्मा कति होला दाइ? ल भनिदिनु त एकचोटि हेर्नु न तपाईँ। होइन तपाईँ हेरेर भन्नु न, तपाईँ चस्मा बेसी राख्ने मान्छे। अब यहाँ यस्तो मालै चल्दैन त कहाँ अन्दाज दिन्छ? खालि भनेर त हुँदैन नि, जे पनि सबैको बेग्लै आउँछ। यो चस्मा मैले 4000 किनेको, नेपाली 4000। इन्डियन कति भयो? इन्डियन त्यही 2500 भारूमा मैले किनेको साथीहरू। यो पोलराइज्ड हो क्या दाइ? यो म्याटी फ्रेममा रेबन पोलराइज्ड ह्यान्डमेड हो कि, मेड इन इटाली हो, ओरिजिनल त होइन, कपी हो कि। तर तपाईँले यो दिएको पनि कस्तो हुन्छ कि कति बेला स्पोर्ट गर्दाखेरि सधैँ यो लाउन त मिल्दैन नि त ओरिजिनल। कति बेला स्पोर्ट यताउति फ्याट फुट हिँड्दाखेरि नर्मली यताउति निस्किँदाखेरि यो लाउँदा पनि कतिमा पनि घामबाट जोगाउँछ क्या। यो जो हजुरले 220मा दिन्छु भन्नुभएको छ, योले पनि राम्रै गर्छ दाइ। साथीहरू देखिहाल्नुभयो तपाईँहरूले। ल फाइनल प्राइस भन्नु त दाइ? फाइनलै भनेको, मिलाएर भन्नुहोस्। मिलाएर मेरो दाइ। अब ल 250 को सामान 220 मा दिँदैछु, मिलाएर दिँदैन भन्नुहोस्। ल यो दाजुले चाहिँ अब म फाइनल गर्छु, किनभनेपछि एउटा चिनो मैले लानै पर्ने छ यहाँबाट। अब चिनो लानु पर्दाखेरि म चस्मा नै लान्छु, किनभनेपछि मलाई तराईमा म पनि जन्मे हुर्केको, गर्मी हुन्छ साथीहरू होइन। अब ओरिजिनल किन्न पनि सकिँदैन, एउटा सस्तो आफूलाई चिनो हुने खालको। दाइ योभन्दा अरू के छ प्रिमियम क्वालिटीको चस्मा हजुरसँग? प्रिमियम क्वालिटीको यहाँ मालै चल्दैन। साथीहरूले भनिसक्यो, मान्छेहरू लिँदैन त, राखेर त हुँदैन, बेच्नु पर्छ। उहाँले के भन्नुभयो भनेपछि प्रिमियम क्वालिटीको यहाँ मालै चल्दैन दाइ। यही हो, यहाँ सबै मान्छे यहाँ सस्तो सामान हेर्छ, सस्तो सामान हेर्छ है। महँगो राखेर हुँदैन, बेच्नु पनि पर्छ। बेचुका कमाउनुको लागि त त्यही। अनि तपाईँले कहाँबाट ल्याउनुहुन्छ यो चस्माहरू? यो त दिल्लीबाट आउँछ। दिल्लीबाट आउँछ है। ल साथीहरू यही हो, म चाहिँ यो
$1.5 को चस्मा चाहिँ किन्दैछु है।